हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ मेरो मिनी ब्लगमा। यस्तै मिठो मिठो अचार बनाउन चाहनुहुन्छ भने मेरो यो भिडियोको रेसिपी हेर्नुहोला। मेरो भिडियोको रेसिपी हेरेर हजुरहरूलाई पनि अवश्य नै आउनेछ। धेरै के गाह्रो छैन यो रेसिपीमा। मैले चाहिँ साधारण तरिकाले बनाएकी छु। यसरी जसले पनि बनाउन जान्नेछ। पहिला त मैले कराईमा तेल तताएँ अनि मासुलाई सानो पिस गरेर काटिसकेको थिएँ। अनि मासुलाई तेलमा राखेँ। राखिसकेपछि मैले मासुलाई चलाइनँ अनि त्यतिकै छोडिदिएँ। चलायो भने चप्किन्छ भनेर मैले चलाएन। अनि एकछिनपछि हेरेको त मासु त कस्तो तेलमा पानी उस जस्तो भएको देखियो। अनि मैले सोचेँ यो त हुन्न क्या हो भनेर पनि सोचेँ एकचोटि त। अनि फेरि पछिबाट हेरेको त मजाले भुटिसकेको रहेछ क्या। अझै राम्रोसँग भुटिएको थिएन। मैले चाहिँ त्यसलाई मजाले भुट्नको लागि छोडिदिएँ। अझै मजाले भुटिराखेपछि रातो भइसकेपछि बल्ल मैले यसलाई उतारिदिएँ। उतारिदिइसकेपछि मैले धनियाँहरू अब यो अचारमा त हाल्नु पर्यो भनेर धनियाँ जिरा मसलाहरू अब हुन्छ नि त अचारमा हाल्ने मसलाहरू रेडी बनाएँ। यता लसुन पनि हाल्नको लागि फाक पारेँ। अनि यो धनियाँ जिराहरू चाहिँ रेडी भइसकेको थियो। त्यसपछि खुर्सानीलाई पनि हल्का भुटभाट पारेर यही मासुको अचारको तेल हल्का हालेर भुटभाट पारेको खुर्सानी चाहिँ एकदम मिठो हुन्छ कि, त्यही भएर भुटभाट पारेँ। सबै भुटिसकेपछि यो लसुन र अदुवा भने त भुट्नै पर्यो भनेर लसुन र अदुवालाई पनि अलिअलि पराकटुक पारेर भुटभाट पारेँ। अनि म चाहिँ मसला पिसेँ मिक्सचरमा गएर। अनि ल अब मासु बनाउनु पर्यो भनेर रेडी गरेँ। मासु पनि रातो भइसकेको थियो भुटेर। अनि त्यसमा नुन बेसार मसला पनि हालिदिएँ। अनि यति राखिसकेपछि चाहिँ हेर्नु न यो मासुको अचार त ओहो, कसले नखाम भन्ला है यो अचारलाई। जसले पनि खाम भनिहाल्छ साथीहरू।